आज विश्वका लेजेन्डरी क्रिकेटर्स, आइपिएल टिम्स, एक्सपर्ट्स र फ्यान्सहरू सबैले एउटै कुरा भन्दैछन्, नेपाल क्रिकेट इज राइजिङ। इङ्ल्यान्ड जस्तो स्ट्रङ टिम विरुद्ध नेपालले देखाएको गेम प्लेले सबैलाई इम्प्रेस बनाएको छ। आज हरेक कर्नर अफ द क्रिकेट वर्ल्डबाट नेपालको तारिफ भइरहेको छ। यो केवल एउटा म्याच मात्र थिएन, यो हो नेपाल क्रिकेट जर्नीको बिगेस्ट स्टेटमेन्ट। र अब आउनुहोस् क्रिकेटिङ वर्ल्डबाट नेपाल क्रिकेट टिम प्रतिको रियाक्सन के कस्तो रहेको थियो त्यो बारे कुरा गर्नेछौँ। बीसीसीआईका भाइस प्रेसिडेन्ट राजीव शुक्ला लेख्छन्, इङ्ल्यान्ड विरुद्धको कडा प्रतिस्पर्धात्मक खेलमा नेपालले देखाएको प्रयास निकै प्रशंसनीय छ। यस्ता क्षणहरूले विश्व क्रिकेटमा बढ्दो प्रतिस्पर्धालाई झल्काउँछन्। आगामी खेलहरूका लागि नेपाल क्रिकेटलाई हार्दिक शुभकामना। र त्यसपछि क्रिकेट लेजेन्ड डेल स्टेनको ट्विट आउँछ, जहाँ चाहिँ उनले भन्छ, नेपाललाई म आफ्नो सर्भिस दिन तयार छु। यदि मेरो सर्भिस चाहिन्छ भने म जहिले पनि रेडी हुनेछु भनेर उनले नेपाललाई अझै माथि जानु भनेर ट्विट गर्छन्। नन्दन यादवले पोस्ट म्याच कन्फरेन्समा डेल स्टेन जस्ता लेजेन्ड खेलाडीबाट हाम्रो लागि यस्तो ट्विट आउनु धेरै नै राम्रो कुरा हो र हामी यसलाई धेरै नै कदर र सम्मान गर्छौँ भनेर पनि भनेका छन्। ह्यारी ब्रुक्सले पोस्ट म्याच कन्फरेन्समा भने, नेपाली टोलीलाई सलाम छ, उनीहरूले अत्यन्तै राम्रो खेल प्रदर्शन गरे र धेरै पटक हामीलाई दबावमा पनि पारे। नेपालले जसरी आदिल रसिदलाई खेल्यो त्यस्तो प्रदर्शनी विश्वका धेरै टोलीले गर्न सक्दैन। उनीहरू प्रतिभाशाली टोली हुन् र बाँकी प्रतियोगिताका लागि हामी उनीहरूलाई शुभकामना दिन्छौँ। इन्डियन प्रिमियर लिगको टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुले भने, यो चाहिँ एउटा गेम मात्र थिएन, यो चाहिँ एउटा बोल्ड स्टेटमेन्ट थियो जुन चाहिँ नेपालले फियरलेस क्रिकेट खेल्यो र आफूमा विश्वास राख्दै आफ्नो गेम भने वर्ल्ड स्टेजमा देखायो। यो नै प्यासन फर क्रिकेट रहेको छ र यो अझै बढ्दै गइरहेको छ। यसरी रेस्पेक्ट स्वरूप नेपाल क्रिकेट टिमलाई प्रदान गरेको थियो आफ्नो ट्विटबाट। विल ज्याक्सले पोस्ट म्याच कन्फरेन्समा भने, सबै श्रेय भने नेपाली टोलीलाई दिनुपर्छ, उनीहरूले एकदमै ब्रिलियन्ट खेलेका थिए र हामीलाई लास्ट ओभरसम्म धेरै नै अप्ठ्यारो भएको थियो। आरसिबी मात्र होइन, अन्य सबै आइपिएल टोलीहरूले पनि नेपाली क्रिकेट टोलीलाई प्रशंसा सन्देश दिएका छन्। तल हजुरहरूले हेर्न सक्नुहुनेछ, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, लखनऊ सुपर जायन्ट्स, गुजरात टाइटन्स, पन्जाब किङ्स र चेन्नाई सुपर किङ्सले सबै टोलीले भने एनदर हिस्ट्री इन द मेकिङ रहेको थियो र एउटा क्लासिक क्रिकेट वर्ल्ड कप देख्न पाएका थियौँ र नेपाल भने अर्को एसियाको ठुलो जायन्ट टिम पनि बन्न गइरहेको छ भनेर चाहिँ लेखेका छन्। अब भने नेपाल अन्डरडग मात्र रहेन, नेपाल चाहिँ अब पर्फेक्ट च्यालेन्जर रहेको छ यो वर्ल्ड कपको लागि भनेर सबैले कमेन्ट गरेका छन्। नेपालको तारिफ भने इन्डियन टिममा मात्र सीमित रहेन, यो चाहिँ इन्डियन क्रिकेटका लेजेन्ड खेलाडीहरू जस्तै इरफान पठान भन्छन्, म दिपेन्द्र सिंह अहिलेको ब्याटिङबाट निकै प्रभावित भएको छु। उनले ब्याक फुटबाट खेलेको तरिका र स्पिनरहरूलाई जसरी सामना गरे त्यो सबै उच्च स्तरीय थियो। रविचन्द्रन अश्विन भन्छन्, नेपालको प्रदर्शन अविश्वसनीय थियो। उदीयमान क्रिकेट राष्ट्रहरूमध्ये नेपाल निश्चित नै उत्कृष्ट मध्ये एक हो। यहाँ ठुलो सम्भावना र क्षमता छ, बधाई छ टोलीलाई। इन्डियन ब्याट्सम्यान युवराज सिंह भन्छन्, नेपाली टोलीलाई ठुलो सम्मान, विश्वको उत्कृष्ट टोलीहरूमध्ये एकसँग भिडेर अन्तिम बलसम्म लडिरहनु र आत्मविश्वास तथा साहस देखाउनु प्रशंसनीय छ। यसरी नै टोलीहरू विकसित हुन्छन् र यसरी नै च्याम्पियन्सहरू जन्मिन्छन्। अहिले सम्पूर्ण क्रिकेट विश्वले नेपाललाई हेरिरहेको छ। र पपुलर कमेन्टेटर आकाश चोपडा लेख्छन्, धेरै नजिक पुगेर पनि अलिकति टाढा रह्यो, राम्रो खेलेको, राम्रो लडेको छौँ नेपाल भनेर बेस्ट विसेस दिएका छन्। नेपालको यो म्याच भलै नेपालले हारे तापनि लेजेन्डरी क्रिकेटर्सहरूदेखि लिएर आइपिएल पावर हाउससम्म सबैले नेपालको गेम प्लेको प्रेज गरिरहेका छन्। फुल क्रिकेट वर्ल्डले हेरिरहेको यो गेममा भने नेपालले आजको खेलबाट विश्वलाई चकित बनाएको छ। यो केवल एउटा खेल मात्र होइन, यो नेपालको गर्व पनि बढाएको छ। अन्त्यमा भने हारमा पनि जितको अनुभूति दिलाउने खेल खेलेको छ नेपालले आज इङ्ल्यान्ड विरुद्ध। यसरी नै नेपाली टोलीलाई माया र समर्थन दिइरहनु होला। हाम्रो च्यानलमा पनि यदि नयाँ हुनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गर्नु भने नबिर्सिनु होला। जय नेपाली क्रिकेट।